मनभित्र पीडा लुकाएर हाँस्नु पर्छ, आँखाको आँसु पुछेर बाँच्नु पर्छ। सपना त अधुरा नै रहने रहेछ, जसलाई माया गरिन्छ उसैलाई बिर्सन खोज्नु पर्ने रहेछ। जीवनको सुन्दरता दुःख र सुख दुवैलाई अँगाल्नु जान्नुमा छ। सफलता मात्र होइन, सङ्घर्ष पनि जीवनका अमूल्य अध्याय हुन्। हरेक बिहान नयाँ अवसर लिएर आउँछ। सफलताको पछि नलाग, उत्कृष्ट बन्ने कोसिस गर। सफलता आफै पछि लाग्छ। हार भनेको अन्त्य होइन, यो नयाँ सुरुवातको सङ्केत हो। जसले आफूमाथि विश्वास गर्छ उसले संसार जित्न सक्छ। साँचो माया दूरीले होइन, मनको नजिकताले मापन हुन्छ। माया शब्दमा होइन, व्यवहारमा देखिन्छ। समयको सही उपयोग नै सफलताको पहिलो खुड्किलो। जीवन एउटा किताब जस्तै हो, जसको हरेक पाना केही सिकाउँछ। जीवनमा सधैँ सजिलो बाटो रोज्नुभन्दा सही बाटो रोज्नु बुद्धिमानी हो। तिमी कति पटक लड्यौ भन्नेले होइन, कति पटक उठ्यौ भन्ने ज्यादा महत्त्वपूर्ण हुन्छ। आफ्नो कमजोरीलाई हतियार बनाऊ, संसारले तिमीलाई सम्मान गर्नेछ। अवसर खोज्दै नहिँड, आफैलाई त्यस्तो बनाऊ कि अवसर तिमीलाई खोज्दै आओस्। ठुलो सपना देख्न नडराऊ, तिमीमा त्यो पुरा गर्ने क्षमता छ। शान्त मनले नै सही निर्णय गर्न सकिन्छ। आत्तिएर गरिएको निर्णयले अक्सर सधैँ हानि गर्ने गर्छ। सुनाइएका कुराभन्दा अनुभूत गरिएका कुराले धेरै सिकाउँछ।